ओके सो आजको यस भिडियोमा म हजुरहरूलाई आइपिओ बल्कमा कसरी चेक गर्ने सिकाउन गइरहेको छु। सो त्यसको लागि हजुरहरूले प्ले स्टोरमा जानु होला र बल्क आइपिओ रिजल्ट भनेर सर्च गर्नु होला। यहाँ हेर्न सक्नुहुन्छ फर्स्टमा यो एप आएको, यसलाई इन्स्टल गर्नुपर्ने हुन्छ। सो यसको म लिंक डिस्क्रिप्सन बक्समा पनि राखिदिने छु, त्यहाँबाट पनि डाउनलोड गर्न सक्नुहुन्छ। सो म यसलाई इन्स्टल गर्छु र इन्स्टल गरेपछि अब यसलाई ओपन गर्छु। ओपन गरेपछि यहाँ हेर्न सक्नुहुन्छ यस्तो इन्टरफेसमा आउनुहुनेछ। त्यसपछि यहाँ हेर्न सक्नुहुन्छ नोटिफिकेसनको पर्मिसन माग्नेछ। यहाँ हजुरहरूले एलाउ गर्नु होला, यसले हजुरहरूलाई आइपिओ को रिजल्ट आउँदाखेरि नोटिफिकेसन आउँछ। त्यसपछि यहाँ हेर्न सक्नुहुन्छ यहाँ बल्क चेक गर्ने अप्सन रहेको छ। त्यसको लागि सर्वप्रथम हजुरहरूले आफ्नो बीओआईडी सेभ गर्नुपर्ने हुन्छ। त्यसको लागि यहाँ सेभमा जानु होला र त्यसपछि यहाँ मेरो शेयर एकाउन्ट एड गर्ने अप्सन नि छ, तर यो चाहिँ एड नगर्दा राम्रो हुन्छ किनभने त्यति सेफ नहुन सक्छ। सो त्यसको लागि अब यहाँ प्लसमा गएर एड बीओआईडी नम्बरमा क्लिक गर्नु होला र त्यसपछि यहाँ हजुरहरूले आफ्नो नाम अथवा निकनेम राखेर आफ्नो हजुरहरूले बीओआईडी राख्नु होला। ओके सो यो राखेपछि हेर्न सक्नुहुन्छ सेभ बीओआईडी भनेर, यसमा हजुरहरूले एकचोटि क्लिक गर्नु होला र हजुरहरूको सेभ हुनेछ। यस्तै हजुरहरूको जतिवटा खाता छ फ्यामिली मेम्बरमा अथवा साथीहरूको सबै यसरी नै एड गर्नु होला र एड गरेपछि अब कसरी चेक गर्ने त्यसको लागि हजुरहरूले फेरि ब्याक होम बटनमा जानु होला। होम बटनमा यहाँ हेर्न सक्नुहुन्छ सबै एकाउन्टहरू आइसकेको छ मैले सेभ गरेकोहरू र चेक गर्नको लागि त्यहाँ माथि हेर्न सक्नुहुन्छ कम्पनीको नेमहरू, त्यसमा क्लिक गर्नु होला र त्यसपछि हजुरहरूले कम्पनी सिलेक्ट गरेर त्यसपछि बल्क चेकमा क्लिक गर्नु होला र त्यसपछि यहाँ म्यानुअलमा क्लिक गरेर हजुरहरूले यहाँ हेर्न सक्नुहुन्छ क्याप्चाहरू, यहाँ हजुरहरूले माथि देखाएको नम्बरहरूलाई इन्टर गर्नु होला र आफै चाहिँ भेरिफाई हुन्छ र यसरी हजुरहरूले गरेपछि हजुरहरूको यहाँ हेर्न सक्नुहुन्छ एलटेड र नट एलटेड भनेर आइसकेको छ। 0 एलटेड र टोटल 3 वटा भनेर यसरी हजुरहरूले चेक गर्न सक्नुहुन्छ। मैले एउटा अर्को नि गरेर हेराउँछु जुन चाहिँ मलाई परेको थियो। यहाँ हेर्न सक्नुहुन्छ मैले फेरि चेक गरेँ र यहाँ हेर्न सक्नुहुन्छ मेरो दुईटा एकाउन्टमा परेको थियो र यहाँ हेर्न सक्नुहुन्छ कङ्ग्रेचुलेसन एलटेड भनेर आइसकेको छ। सो यसरी नै हजुरहरूले आफ्नो आइपिओ को रिजल्ट बल्कमा चेक गर्न सक्नुहुन्छ। ओके सो दिस मच फर टुडे, विल सी यू इन द नेक्स्ट भिडियो, टिल देन टेक केयर, बाय।